हतारमा मैले तपाईहरुलाई व्यवसाय दर्ता गर्ने प्रक्रियाको बारे त बताइसके, तर व्यवसाय दर्ता गर्नु पूर्व जान्नै पर्ने व्यवसायका विशेषताहरूको बारेमा त बताउनै छुटेको रहेछु। म मुकेश शाह, प्रोफेसनल ट्याक्स कन्सल्टेन्ट र अकाउन्टेन्ट, बिजनेस अकाउन्टिङ र ट्याक्सेसनको एपिसोड 2 मा तपाईहरुलाई स्वागत छ। यस अघि हामीले कुरा गरेका थियौं कि हामी बिजनेस कति तरिकाले दर्ता गर्न सक्छौं र यसका प्रक्रिया बारे पनि चर्चा गरेका थियौं। आजको यस भिडियोमा हामीले चर्चा गर्नेछौं कि हामीले दर्ता गर्ने व्यवसायको विशेषताहरू के छन्। आज हामीले प्रत्येक प्रकारका व्यवसायको छुट्टा-छुट्टै विशेषताहरूको बारेमा चर्चा गर्ने नै छौं। सर्वप्रथम त हामी जानौं व्यवसाय कति प्रकारका हुन्छन्। व्यवसाय मुख्यतया 3 प्रकारका हुन्छन्। पहिलो प्रकार हो एकलौटी व्यवसाय, दोस्रो साझेदारी व्यवसाय र तेस्रो कम्पनी। अब जानौं यसका विशेषताहरूका बारेमा। सबैभन्दा सुरुवातमा हामी चर्चा गरौं एकलौटी व्यवसायको विशेषताहरू। यस व्यवसायको पहिलो विशेषता हो कि यो सजिलै दर्ता गर्न सकिन्छ। दोस्रो विशेषता यो हो कि व्यवसाय र व्यवसायीलाई अलग-अलग मानिदैन, यो दुवैलाई एकै मानिन्छ। तेस्रो विशेषता सम्पूर्ण निर्णय एकजना मालिककै हातमा हुन्छ। यस किसिमको व्यवसायमा छिटो निर्णय हुन्छ र चाहिएकै बखतमा निर्णय गरिन सकिन्छ र त्यसको कारणले कम्पनीलाई प्रफिट र अपर्च्युनिटी बढ्छ। यस किसिमका व्यवसायमा बचत प्रफिट बढी हुन्छ, किनकि व्यवसायको मुनाफामा लाग्ने करको दर एकदम कम छ। साथै यसमा लाग्ने शुल्कहरू पनि एकदमै थोरै छ। यसका नवीकरण प्रक्रिया पनि एकदम चाँडो र सजिलो छ। यसका साथै अरू प्रकारका व्यवसायको पनि विशेषताका बारेमा जान्ने छौं। त्यस पश्चात तपाईहरुले आफै निर्णय गर्नुहोला कि कुन प्रकारको व्यवसाय तपाईलाई दर्ता गर्नु उचित हुनेछ। अब हामी कुरा गर्नेछौं साझेदारी व्यवसायका केही विशेषताहरूका बारेमा। यस व्यवसायको पहिलो विशेषता हो कि यो पनि सजिलै दर्ता गर्न सकिन्छ। दोस्रो विशेषता यो हो कि व्यवसाय र व्यवसायीलाई अलग-अलग मानिए तापनि साझेदारहरूको दायित्व असीमित हुन्छ। यसका विशेषता पनि करिब एकलौटी व्यवसायको जस्तै छ, तर यसका नाफा भए बाँडिन्छ र घाटा भए सम्पूर्ण साझेदारहरूले बाँडेर तिर्नुपर्ने हुन्छ। यसको नवीकरण प्रक्रिया पनि सजिलो छ, तर यसका करको दरहरू अलिक बढी छ। हाल यसमा 25% को कर लागू हुन्छ। अब अन्तिम प्रकारका व्यवसायको विशेषताका बारेमा चर्चा गरौँ। त्यो कम्पनीको विशेषताहरू। यस व्यवसायको अस्तित्व अलग हुन्छ, लगानीकर्ता भन्दा बिल्कुलै फरक। यस किसिमका व्यवसायमा गरिएको लगानी जति मात्र दायित्व हुन्छ, त्यस भन्दा बढी घाटा भए पनि व्यवसायीले गरेको लगानी भन्दा बढी दायित्व तिर्नु पर्दैन। कम्पनी हमेशा रहिरहन सक्छ। लगानी गरेका व्यवसायी वा लगानीकर्ता मरेर गए पनि तिनका सन्ततिले त्यो लगानी आफ्नो नाममा हस्तान्तरण गरेर कम्पनीलाई अगाडि बढाउन सक्छन् र एक व्यक्तिको लगानी उनका सन्तति नभए पनि अरू कोहीको नाममा पनि हस्तान्तरण गर्न सकिन्छ। कम्पनीमा लगानीकर्ता र व्यवस्थापन गर्ने व्यक्ति र समिति फरक हुन सक्छन्। त्यसैका कारण पनि यदि लगानीकर्ता वा व्यवसायी असक्षम भए पनि कम्पनीका सञ्चालक समितिहरूले कम्पनी अगाडि पनि सञ्चालन गर्न सक्छन्। यी हुन् व्यवसायका केही विशेषताहरू। अब यी कुराहरू थाहा पाइसकेपछि तपाई आफैले विश्लेषण गरी तपाईलाई कुन किसिमको व्यवसाय दर्ता गर्नु उचित हुन्छ त्यो आफै निर्णय गर्नुहोला। र यदि तपाईलाई कम्पनी दर्ता गराउनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अबको आउँदो भिडियोमा हामी चर्चा गर्नेछौँ कि व्यवसायको पहिलो चरणको दर्ता प्रक्रिया पूरा भइसकेपछि अब के गर्नुपर्छ। पहिलो चरण भनेको प्राथमिक तहमा दर्ता र द्वितीय तहमा मतलब आन्तरिक राजस्व विभागमा दर्ता भइसकेपछि चाहिँ अब के गर्नुपर्ने हुन्छ त्यसका बारेमा नेक्स्ट भिडियोमा हामी चर्चा गर्ने छौँ। तबसम्मको लागि स्टे ट्युन्ड। थ्यांक यू।